हेलो साथीहरू, दर्शक नमस्ते। म टेक्निकल राजा युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज भने म हजुरहरूलाई चाहिँ मोबाइलबाट जिमेल आइडी कसरी बनाउने भन्ने बारेमा हल्का चर्चा गर्नेछु। र ढिला नगरेरै म चाहिँ अब मोबाइल स्क्रिनतर्फ जान्छु। त्योभन्दा पहिला हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ, मन परेमा लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला पनि भन्न चाहन्छु। अब भने म सिधा ढिलो नगरेर हजुरहरूलाई चाहिँ मोबाइल स्क्रिनतर्फ लग्छु र उतै गफ गर्नेछु है त। अब भने म साथीहरू हजुरहरूलाई होइन सिधै मोबाइल स्क्रिनमा आइसकेको छु। अब भने म चाहिँ मोबाइलबाट गुगल आइडी कसरी बनाउने भन्ने बारेमा हजुरहरूलाई चर्चा गर्छु। र म जता जता म जान्छु त्यता जानु होला। यो के भन्छ अरे नयाँ साथीहरूलाई है, अब पुरानो साथीहरूले त अब हामीभन्दा त कति सिनियर हुनुहुन्छ होइन, उहाँहरूको लागि चाहिँ होइन, हामी जस्तै अब नयाँहरूलाई अब गुगल आइडी बनाउनु नजान्ने होइन, जिमेल आइडीहरू बनाउनु नजान्नेहरूको लागि चाहिँ म यो भिडियोहरू बनाइराखेको छु। अब भने म चाहिँ सिधा मोबाइल स्क्रिनमा आइसकेको छु है। अब भने हामी चाहिँ सुरु गरौँ है। सबभन्दा पहिला हाम्रो यो गुगलमा जाउँ। गुगललाई चाहिँ हामी प्रेस गरौँ। अब हामी यहाँनिर आइसकेपछि अब हामी जान्छौँ यहाँनिर रहेको यो जिमेललाई चाहिँ हामी प्रेस गरौँ है। यसरी भइसकेपछि अब हाम्रो भित्र ओपन भइसकेपछि फेरि हामी कहाँ जान्छौँ त भनेपछि हाम्रो यहाँनिर रहेको यो 3 डट 3 धर्का छ, यसलाई चाहिँ हामी चाहिँ प्रेस गर्छौँ। यसरी प्रेस गरिसकेपछि अब हामी कहाँ जान्छौँ भनेपछि सिधा हाम्रो यो यहाँनिर रहेको यो सेटिङलाई चाहिँ हामी फेरि प्रेस गर्छौँ है। यसरी प्रेस गरिसकेपछि अब हाम्रो यतातिर चाहिँ मेरो यो पुरानो आइडीहरू धेरै छ, यो तर्फ ध्यान नदिउँ। अब हामी जान्छौँ सिधा यहाँनिर रहेको एड एकाउन्टलाई चाहिँ हामी फेरि प्रेस गर्छौँ। प्रेस गरिसकेपछि हाम्रो अब हामी सिधा कहाँ जान्छौँ भनेपछि सिधा हामी जान्छौँ यहाँनिर रहेको यो गुगलमा गइसकेपछि अब हामी जान्छौँ, पहिला हामी यो गुगललाई चाहिँ प्रेस गर्छौँ है। यसरी प्रेस गरिसकेपछि हाम्रो चाहिँ अब यहाँ भेरिफाइज यु भन्छ होइन, यसमा चाहिँ आफ्नो प्याटर्न लगहरू अब आफ्नो के छ त्यो चाहिँ यहाँ चाहिँ माग्छ है। चेकिङ इन्फो अब हाम्रो चाहिँ ओपन भइसकेपछि अब जस्तो पुरानो हामी त नयाँ बनाउने हो नि त है। नयाँ बनाउनु भइसकेपछि हामी पुरानो यसलाई चाहिँ हामी योतिर ध्यान नगरौँ। अब फर्गेट इमेलतिर योतिर पनि ध्यान नगरौँ है। अब हामी केमा चाहिँ भनेपछि नयाँ बनाउने नि त हामी क्रिएट एकाउन्टलाई चाहिँ हामी बिस्तारै यसले प्रेस गरौँ। प्रेस गरिसकेपछि अब आयो हाम्रो फर माई पर्सनल युज or माई बिजनेस भन्ने छ। दुईवटा अप्सन छ। दुईवटा अप्सनमा चाहिँ हामी चाहिँ यसलाई चाहिँ चुज गर्नुपर्छ है, फर माई पर्सनल युजलाई चाहिँ। अब हामी यसलाई चाहिँ प्रेस गर्छौँ। प्रेस गरिसकेपछि अब हाम्रो आयो फर्स्ट नेम लास्ट नेम। अब हाम्रो यहाँनिर चाहिँ यो फर्स्ट नेम भइहाल्यो।
यहाँनिर लास्ट नेम अब सर्ट नेमहरू राख्दा नि हुन्छ होइन। उहाँले आफ्नो नाम राख्ने, नाम राखेपछि तल म चाहिँ हजुरहरूको लागि मात्रै यो बनाउन गएको हो, म मतलब मैले आफ्नो खुदको लागि बनाएको होइन होइन, मतलब यसरी बनाउनु पर्छ भनेर चाहिँ मैले चाहिँ हल्का भिडियो बनाउन मात्रै गएको हो है। म जे पनि नाम लेख्छु यहाँ। अब हामी चाहिँ यहाँनिर चाहिँ नाम लेखौँ। नाम लेखिसकेपछि एउटा जुन पनि नाम लेखो भयो। भइसकेपछि यहाँनिर फेरि अब सेकेन्ड नेममा चाहिँ हामी चाहिँ यो भइसकेपछि अब हाम्रो चाहिँ यहाँनिर चाहिँ यसलाई चाहिँ हामी के गर्छौँ त भनेपछि नेक्स्ट छ। नेक्स्टलाई चाहिँ हामी नेक्स्ट गर्छौँ है। नेक्स्ट गरिसकेपछि हाम्रो आयो अब यो महिना, दिन, अनि यो इयर, साल कति सालको हो होइन। अनि त्यहाँदेखि तल्लो चाहिँ हाम्रो जेन्डर, मेल फिमेल के हो होइन, त्यो अनुसारको। अब हामी चाहिँ महिना राखौँ। महिना राखेपछि सिम्पली फेब्रुअरी राख्थेँ। त्यहाँबाट अब यसलाई चाहिँ दिन राखिदिइसकेपछि आफ्नो हजुरहरूले चाहिँ बनाउँदाखेरि चाहिँ फिक्स आफ्नो डेट अफ बर्थडे चाहिँ बराबर राख्नु होला है। यो चाहिँ मैले यत्तिकै बनाएको हो। हजुरहरूले चाहिँ बनाउँदाखेरि चाहिँ महिनामा चाहिँ कुन महिनाको हो, दिनमा चाहिँ कति तारिकको हो, सालमा चाहिँ अब इयरमा चाहिँ ठ्याक्क आफ्नो चाहिँ फिक्स जन्म डेट राख्नु होला होइन। म यसलाई चाहिँ अब चाहिँ के बनाउँछु भनेपछि अब सिम्पली यो राखिदिइसकेपछि हामी चाहिँ अब जान्छौँ यो तलको जेन्डरमा चाहिँ हामी मेल राखौँ। मेल राखिसकेपछि अब हाम्रो के त भनेपछि हामी चाहिँ जान्छौँ कता, नेक्स्टमा होइन। नेक्स्टमा जान्छौँ। नेक्स्टमा गइसकेपछि हाम्रो चाहिँ अब दुईवटा अप्सन दिएको छ है। दुईवटा अप्सन दिएको छ, यो एउटा यो अनि एउटा यो दुईवटामा चाहिँ कुन चोइस गर्ने, कुन चाहिँ राम्रो लाग्छ अनि आफ्नो चाहिँ चोइस गर्ने होइन। आफ्नो चोइस गरिसकेपछि अब यहाँ बनाएर दिएको छ अटोमेटिक आफै यो चोइस गर भनेर। अब हामी चाहिँ चोइस गर्ने है। अब चोइस गर्नु पऱ्यो हामीले चाहिँ जुन सजिलो लाग्छ हामीले चाहिँ त्यही चोइस गर्नु पऱ्यो। म चाहिँ फर्स्टलाई चोइस गरिसकेपछि फेरि हामी जान्छौँ नेक्स्टमा। अब नेक्स्टमा गइसकेपछि हाम्रो चाहिँ यहाँनिर एउटा स्ट्रङ पासपोर्टको जरुरत पर्छ होइन। एउटा स्ट्रङ पासपोर्ट बनाउनु पऱ्यो। बनाउनु परिसकेपछि पासपोर्ट बनाउँदाखेरि जहिले पनि हामी चाहिँ एउटा यस्तो ठुलो सानो केही डट अब यस्तो गराइसकेपछि आफ्नो चोइस नम्बर राख्ने। यहाँनिर है चोइस नम्बर राखिसकेपछि हामी चाहिँ नेक्स्ट गरौँ, मान्छ या मान्दैन है। मानिसकेपछि अब हामी चाहिँ हाम्रो जिमेल आइडी लगभग यो बन्दैछ है। यहाँनिर बन्दैछ। बनिसकेपछि अब हामी यहाँबाट हामी नेक्स्ट जाउँ है। नेक्स्ट गइसकेपछि अब हाम्रो चाहिँ यो माथिहरू रहेको यो प्राइभेसी एन्ड टर्म यसलाई चाहिँ हामी यतिर ध्यान नदिउँ होइन। टु क्रिएट अ गुगल एकाउन्ट यु विल निड टु एग्री टु द टर्म अफ सर्भिस बिलो यो छ होइन। अब यसलाई चाहिँ हामी चाहिँ के गरौँ त भनेपछि
बिस्तारै स्क्रोल गरेर माथि जाउँ हैन। स्क्रोल गरिसकेपछि स्क्रोल गर्दै 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 गइसकेपछि हाम्रो चाहिँ स्क्रोल गर्दै जाउँ। अब यो यिनीहरू हामीले पढेर चाहिँ काम छैन हैन। पढ्दा पनि राम्रै हुन्छ। यिनीहरू पढेर कसरी के हो कहाँबाट कसरी भनेर चाहिँ पढ्दा पनि हुन्छ हैन। अब हामी चाहिँ नपढ्ने हो भनेपछि हामी चाहिँ के गरौँ भनेपछि सिधा हामी चाहिँ अब कहाँ जानुपर्छ भनेपछि आई एग्री भनेर यहाँनिर छ है। यहाँनिर रहेको आई एग्रीले चाहिँ हामी प्रेस गरौँ। हुँदैछ, आई एग्री हुँदैछ। गुगल सर्भिस। अब हाम्रो जीमेल आइडी चाहिँ लगभग तयार भइसक्यो। तयार भएर हाम्रो चाहिँ कहाँनिर आयो त भनेपछि यहाँनिर आयो है। ल हेर्नुहोस्, अहिले हामीले बनाएको जीमेल आइडी चाहिँ यहाँनिर आएको छ है। हस् त साथीहरू, अब चाहिँ यसरी हामी चाहिँ ब्याक जाउँ हैन। ब्याक गइसकेपछि हाम्रो चाहिँ अब उता हाम्रो जीमेल आइडी रेडी भइसकेको छ। जीमेल आइडी रेडी भइसकेपछि हामी चाहिँ अब कुनैमा पनि हर कोहीमा लगाउने, अब जेमा लगाए पनि भयो। आफ्नो अब फेसबुक अब युट्युबै गर्छु भने युट्युब खोल्छु भने पनि अब हर चिजको लागि चाहिँ हामी चाहिँ यो जीमेल आइडी चाहिँ युज गर्न सक्छौँ। हस् त, यति भन्दै चाहिँ म अहिले चाहिँ यो भिडियो चाहिँ बन्द गरेँ। र फेरि चाहिँ हजुरहरूले चाहिँ यो भिडियो चाहिँ कस्तो हुन्छ, कस्तो लाग्छ, मन परेपछि भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि मेरो च्यानल चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला पनि भन्न चाहन्छु है। हस् त साथीहरू, अब चाहिँ म चाहिँ भिडियो चाहिँ बन्द गरेँ। फेरि नेक्स्ट भिडियोमा चाहिँ म फेरि अर्को टपिकमा चाहिँ भिडियो लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि चाहिँ म हजुरहरूबाट चाहिँ बिदा माग्छु। हस् त, नमस्ते सम्पूर्णलाई।